नमस्ते, गुड मर्निङ। तपाईँ कस्तो हुनुहुन्छ? सो म आरामै छु। आज देख्न सक्नुहुन्छ, आज चाहिँ यो बसेको 10-12 दिन भइसकेको छ हैन। यहाँनिर देख्न सक्नुहुन्छ माछामा के भए छैन, यो अहिले हात लगाउन दिँदैन। यहाँ देख्न सक्नुहुन्छ यसले 10 अन्डा पारिसकेको छ। यो चाहिँ अथारो बसिसकेको छ। हामीलाई चाहिँ त हामी त्यसको बारेमा आज तपाईहरुलाई हामी सल्लाह दिन चाहन्छु। देख्न सक्नुहुन्छ सुरुमा के नभए पनि तपाईले 20 देखि 25 कुखुरा हाल्नु होला। अनि बजारमा चाहिँ कस्तो छ माहौल के छ भन्ने त्यो अनुसार हाल्नु होला। देख्न सक्नुहुन्छ अहिले चाहिँ मैले 20 वटा हालेको छु। यहाँ पनि देख्न सक्नुहुन्छ अहिले सानो आम्दानी सानो खर्चमा ठुलो आम्दानी कसरी गर्ने भन्ने बारेमा हामी सिकाउन चाहन्छु। यो देख्न सक्नुहुन्छ यहाँनिर हामीले एउटा सानो यो माथि अथारो यो हालेर वरिपरि हल्का जाली हालेर हामीले बनाएका छौँ। यहाँनिर देख्न सक्नुहुन्छ। अनि यसमा चाहिँ 20 कुखुरा, यसमा चाहिँ 20 कुखुरा अटान्छ। देख्न सक्नुहुन्छ यहाँनिर हामी 20 कुखुरामा अटाउने भनेर बनाएको हो। यो देख्न सक्नुहुन्छ हैन। यसको लागि यो चाहिँ लोकल कुखुरा हामीले पालेको देख्न सक्नुहुन्छ। यहाँनिर यो प्योर लोकल है। यसको चाहिँ मूल्य नि बजारमा अछामतिर 1000 रुपैयाँ केजी छ। यहाँ देख्न सक्नुहुन्छ हामीले चाहिँ कसरी आम्दानी गर्न सक्छौँ त। सुरुमा तपाईले 20 कुखुरा ल्यायो भयो, कुखुरा लोकल कुखुरा ल्याउनु भयो भने त्यसमा चाहिँ तपाईले अथारो राख्नुपर्छ हैन। अब ह्याचिङ मसिन भयो त ह्याचिङ मसिनबाट निकाल्न सकिन्छ। अनि हामीले चाहिँ यहाँ ह्याचिङ मसिन छैन, त्यसको लागि हामीले लोकल कुखुरालाई नै अथारोमा राखेर त्यहाँबाट चल्ला निकाल्ने गरेका छौँ हैन। अनि यसै गरेर हामी देख्न सक्नुहुन्छ यहाँ वरिपरि हामीले बाड पनि हालेका छौँ, किनकि यहाँ वरिपरि स्याल अनि त्यस्तो चिलहरू आउने समस्या हुनको कारणले हामीले यहाँनिर वरिपरि यस्तो हालेका छौँ। यहाँ माथि चाहिँ बाँकी छ अझै काम गर्न। अहिले चाहिँ हाम्रो सानो काम भएको छ। सानो आम्दानी पैसाबाट ठुलो आम्दानी कसरी गर्ने भन्ने बारेमा हामीले आज तपाईलाई यो दिएका छु। भिडियोलाई मनपर्छ भने सो सेयर गर्न नभुलिनु होला। धन्यवाद।